रविलाई हामी छैन शङ्कास्पद हामी त मान्नै पर्छ जति हामीले उसलाई जेल ठोक्यो नराम्रो गर्यो सबै भन्नु मैले भोट पनि हाल्यो तर त्यही पनि शङ्कास्पद छ नेक्स्ट आउँछ बालनको पनि सुरुदेखि नै केही न केही चाहिँ शङ्का भनिएको थियो अमेरिकन लबीसँग छ भनेर त्यो रविको चाहिँ प्रत्यक्ष शङ्का छ यिनको चाहिँ पनि कोही छ कि भने त्यो सम्झौँ त्यो अब कुरा आयो कुलमानको चाहिँ मलाई धेरै शङ्का किन पर्यो भनेदेखि उनलाई मिलाएको रे सुदन गुरुङले र सुदन गुरुङको चाहिँ नि एक्टिभिटी पहिलेदेखि हेर्दाखेरि फ्री टिबेटमा थियो रे भनेदेखि फ्री टिबेट भनेको त वेस्टर्न पावरकै हो त्यसले फेरि रातोरात कुलमानले आफ्नो पार्टी त्यत्रो पार्टी अध्यक्ष पद भएको पार्टी भोलिपल्ट ठुलो उसको आमसभा छ यहाँ मिटिङ कुरा त भोलिपल्ट कसैलाई थाहा नदिकन स्वाट्टै चाहिँ नि राष्ट्र अध्यक्षबाट चाहिँ नि उनी पुग्छन् भाइस चेयरम्यान हुन पुग्छन् 4 जनाको बिचमा उसलाई के प्रेसर आयो त्यस्तो जहाँ सुदन गुरुङले उसलाई पढाउँछ सुदन गुरुङको एक्लो कहाँ पहुँच जाने के महत्त्व थियो छैन नि सुदन गुरुङ पट्ट निस्क्याउनु अहिले जेएनजीको आन्दोलनमा एक खेमाको सरकारी खेमाको चट्ट जेएनजीको तर्फबाट आएका हुन् त्यति मात्र थियो